Namaste, welcome all of them in my YouTube channel. आज यस भिडियोमा हामी नेपालमा जनसङ्ख्याको अवस्थाको सम्बन्धमा चर्चा गर्नेछौँ। विक्रम सम्वत 2078 सालमा नेपालमा 12औं जनगणना सम्पन्न भइसकेपछि के कस्ता विवरणहरू सार्वजनिक भए त? नेपालमा जनसङ्ख्याको वितरण कस्तो रह्यो? भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण, विभिन्न कुराहरूमा जनसङ्ख्याको अवस्थाको बारेमा यसै भिडियोमा हामी चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सिनुहोला र यस्तै भिडियो हजुरहरूको माया भयो भने म लिएर आउनेछु। भिडियोलाई सुरु गरौँ। हस्त राष्ट्रिय जनगणना 2078 को अन्तिम प्रतिवेदन विक्रम सम्वत 2079 चैत्र 10 गते सार्वजनिक भएको हो। यो जनगणना नेपालको 12औं जनगणना पनि हो। वृद्धि दर ऋणात्मक रहेको जनगणना पनि भनिन्छ यसलाई। वृद्धि दर अब पछि गरौँला कुरा। कुल जनसङ्ख्या 2,91,64,504 जना रहेको छ। पुरुष जनसङ्ख्या 1,42,559,559 जना। प्रतिशतमा 48.98%। महिलाको जनसङ्ख्या 1,49,027 जना रहेको छ। वृद्धि दर प्रतिशतमा 51.02%। लैङ्गिक अनुपात 95.59% रहेको छ। गत वर्ष लैङ्गिक अनुपात यहाँभन्दा अगाडिको जनगणना 2068 मा लैङ्गिक अनुपात 94.1 रहेको थियो। अन्य लिङ्गिक जनसङ्ख्या अन्य लिङ्गका जनसङ्ख्या 2,928 जना 0.01% रहेको थियो। कुल अन्य लिङ्ग मध्ये सबैभन्दा बढी जनसङ्ख्या बागमती प्रदेशमा 32.7% र सबैभन्दा कम कर्णाली प्रदेशमा 2.8% भनेको छ। जनसङ्ख्या वृद्धि दर 0.92 भएको छ। यहाँभन्दा अघिल्लो जनगणना 2068 मा 1.35% थियो, अहिले घटेको छ। सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर भएको जिल्ला भक्तपुर 3.35 र सबैभन्दा कम जनसङ्ख्या वृद्धि दर रहेको जिल्ला रामेछाप -1.67% रहेको छ। त्यसै गरी जनघनत्वको विषय छ। जनघनत्व 198 जना प्रति वर्ग किलोमिटर रहेको छ। 2068 को जनगणना अनुसार 180 जना प्रति वर्ग किलोमिटर रहेको थियो। त्यसै गरी धेरै जनसङ्ख्या तराई क्षेत्रमा 460 जना प्रति वर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा 34 जना प्रति वर्ग किलोमिटर रहेको छ। सबैभन्दा बढी जनघनत्व भएको जिल्ला काठमाडौँ 5,169 जना प्रति वर्ग किलोमिटर रहेको छ भने सबैभन्दा कम जनघनत्व भएको जिल्ला मनाङ 3 जना प्रति वर्ग किलोमिटर। त्यसै गरी सबैभन्दा बढी जनघनत्व भएको प्रदेश मध्य प्रदेश 633 जना प्रति वर्ग किलोमिटर। सबैभन्दा कम जनघनत्व भएको प्रदेश कर्णाली प्रदेश 60 जना प्रति वर्ग किलोमिटर। दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशहरू बागमती र लुम्बिनी प्रदेशहरू हुन्। भौगोलिक रूपमा तराईमा उदयपुर 165 जना र पहाडमा रुकुम पूर्व 34 र हिमालमा मनाङ 3 सबैभन्दा कम जनघनत्व भएका जिल्लाहरू हुन्। अब त्यसै उमेर समूह अनुसारको जनसङ्ख्या रहेको छ। 15 देखि 59 वर्ष उमेर समूहको जनसङ्ख्या 69.96% हो। 14 वर्ष वा सोभन्दा कम उमेरको जनसङ्ख्या 27.83% र 60 वर्षभन्दा माथिको उमेर सङ्ख्याको जनसङ्ख्या 10.29%। परिवारको सङ्ख्या र आकार भनेको छ। परिवारको सङ्ख्या 66,16,137। व्यक्तिगत परिवार 66,60,849 र संस्थागत परिवार 6,016 रहेको छ। त्यसै गरी परिवारको औसत आकार 4.37 जना 2078 अनुसार 4.88 जना। परिवारको आकार सबैभन्दा बढी भएको जिल्ला रौतहट 5.94 जना र परिवारको आकार सबैभन्दा कम भएको जिल्ला दोलखा 3.49 जना। भौगोलिक क्षेत्रअनुसार परिवारको आकार हिमाली क्षेत्रमा 4.33, पहाडी क्षेत्रमा 3.99 जना र तराई क्षेत्रमा 4.73 जना रहेको छ।
प्रदेश अनुसारको लैङ्गिक अनुपात सबैभन्दा धेरै लैङ्गिक अनुपात हुने प्रदेश मध्य प्रदेश 100.55%, सबैभन्दा कम लैङ्गिक अनुपात रहेको प्रदेश सुदूरपश्चिम प्रदेश 81.51%, नगरपालिका गाउँपालिकाको जनसङ्ख्या र लैङ्गिक अनुपात भनेको छ। नगरपालिकाको जनसङ्ख्या 66.17%, गाउँपालिकाको जनसङ्ख्या 33.83%, नगरपालिका क्षेत्रको लैङ्गिक अनुपात 96.06 र गाउँपालिका क्षेत्रको लैङ्गिक अनुपात 94.68%। स्थानीय तह अनुसार जनसङ्ख्या र वृद्धि दर सबैभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिका काठमाडौँ महानगरपालिका 8,62,400 जना, सबैभन्दा कम जनसङ्ख्या रहेको नगरपालिका ठुलीभेरी नगरपालिका 9,869 जना, सबैभन्दा धेरै जनसङ्ख्या भएको गाउँपालिका बैजनाथ गाउँपालिका 69,472 जना रहेको छ। यो बाँके जिल्लामा पर्छ। सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका नार्पाभूमि गाउँपालिका 396 जना जनसङ्ख्या रहेको छ। 20,000 भन्दा कम जनसङ्ख्या हुने नगरपालिका 14 वटा, 1 लाख भन्दा बढी जनसङ्ख्या हुने नगरपालिका 37 वटा, 10,000 भन्दा कम जनसङ्ख्या हुने नगरपालिका 47 वटा र 50,000 भन्दा बढी जनसङ्ख्या हुने गाउँपालिका 12 वटा रहेका छन्। जनसङ्ख्या वृद्धि दर ऋणात्मक रहेका गाउँपालिकाको सङ्ख्या 250 रहेको छ। सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर रहेको नगरपालिका कागेश्वरी मनोहरा 7.41% काठमाडौँको रहेको छ। सबैभन्दा कम जनसङ्ख्या वृद्धि दर रहेको नगरपालिका साँफेबगर नगरपालिका अछाम रहेको छ। त्यसै गरी सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर रहेको गाउँपालिका कञ्चन गाउँपालिका 2.41% रूपन्देही रहेको छ। सबैभन्दा कम जनसङ्ख्या वृद्धि दर रहेको गाउँपालिका काभ्रेपलाञ्चोकको गाउँपालिका रहेको छ। जिल्ला अनुसार जनसङ्ख्या र वृद्धि दर भनेको छ। सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौँ 20,49,587 जना, सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला मनाङ 5,658 जना। बढी जनसङ्ख्या भएका 5 जिल्लाहरूमा काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी र कम जनसङ्ख्या भएका 5 जिल्लाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला। जनसङ्ख्या वृद्धि दर ऋणात्मक भएका जिल्लाहरू 34 रहेका छन् भने धनात्मक भएका जिल्लाहरू 43 रहेका छन्। सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि दर धनात्मक भएका 5 जिल्लाहरू भक्तपुर, रूपन्देही, चितवन, बाँके र झापा रहेका छन्। सबभन्दा बढी भक्तपुरमा 3.35%। सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि दर ऋणात्मक भएका जिल्लाहरूमा रामेछाप, खोटाङ -तिर गइरहेका छन्। त्यसै गरी ऋणात्मक अन्तर्गतै मनाङ -1.39%, भोजपुर 13। त्यसै गरी हिमाली जनसङ्ख्यामा सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर रहेको जिल्ला मुगु रहेको छ। त्यसै गरी भौगोलिक क्षेत्रअनुसारको जनसङ्ख्या अन्तर्गत तराईमा 53.61%, 1,56,34,006 जना, पहाडमा 40.31%, 1,17,57,624 जना र हिमाली क्षेत्रमा 0.68%, 17,72,948 जना। प्रदेश अनुसारको जनसङ्ख्या सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश बागमती प्रदेश, जसमा 20.97% जनसङ्ख्या छ। सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा 5.79% रहेको छ। जनसङ्ख्या धेरै भएका अन्य प्रदेशहरूमा मध्य प्रदेश दोस्रो, कोशी प्रदेश तेस्रो, लुम्बिनी प्रदेश चौथो, सुदूरपश्चिम 5औं र गण्डकी 6औं स्थानमा रहेका छन्। यस जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश मध्य प्रदेश थियो। अनि सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर भएको प्रदेश लुम्बिनी प्रदेश रहेको छ 1.24%। सबैभन्दा कम जनसङ्ख्या वृद्धि दर रहेको प्रदेश गण्डकी प्रदेश 0.25%। दोस्रो धेरै जनसङ्ख्या वृद्धि दर भएको प्रदेश मध्य प्रदेश 1.19%। मुख्य प्रयोग अनुसार घरको सङ्ख्या, त्यसै गरी मुख्य आवासको लागि प्रयोग भएका घर 79.7%, गोठ धनसार लगायतका लागि प्रयोग भएका 10.1%, खाली घर 6.3%। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका 75% र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका 68% घरहरू मुख्य रूपमा आवासको लागि प्रयोग भएका छन्। सबभन्दा धेरै लुम्बिनीमा रहेका छन्। अनि आफ्नै स्वामित्वको घरमा बस्ने 86%,
र भाँडामा बस्ने 12.8%, संस्थागत इकाइमा बस्ने 0.6%, अन्य परिवारको स्वामित्वको इकाइमा बस्ने 0.7%। अनि खानेपानीको अवस्था हेर्दा धारा पाइपको पानी पिउने 57%, टवेल हाते पम्पको पानी पिउने 29.8%, अनि ढाकिएको इनार कुवाको पानी पिउने 1.5%, मूलधाराको पानी पिउने 3.9%, जार बोतलको पानी पिउने 5.6%, खुला इनार कुवाको पानी पिउने 2.1% र नदी खोलाबाट 0.4% रहेको छ। खाना पकाउन प्रयोग गरिने इन्धनहरूमा काठ दाउरा 59%, एलपी ग्यास 44.3%, बिजुली 0.5%, गोइठा गोहरा 2.9%, बायोग्यास 1.2%, मट्टीतेल 0.05% र अन्य 0.1% रहेका छन्। बत्ती बाल्न प्रयोग हुने स्रोत बिजुली प्रयोग गर्ने 92.2%, सोलर सौर्य ऊर्जा प्रयोग गर्ने 6.6%, मट्टीतेल 0.6% र अन्य 0.6%। विदेश गएका व्यक्ति कुल 21,90,592, पुरुष 17,79,675, 82.2% र महिला 3,90,997 जना 17.8%। महिला परिवार मूली 31.55% रहेका छन्। त्यसैगरी वैवाहिक अवस्था हेर्दा अविवाहित व्यक्ति 33.9%, पुरुष 38.2% र महिला 28.4% रहेका। विवाहित व्यक्ति 69.8%, विवाहित पुरुष 59.1%, विवाहित महिला 64.3%, विवाहको औसत उमेर 19 वर्ष रहेको छ। पुरुष औसत विवाह उमेर 21 वर्ष र महिला औसत विवाह उमेर 18 वर्ष। महिलाको नाममा रहेका घरजग्गा 23.8% रहेका छन्। शौचालयको अवस्था शौचालयको पहुँचमा रहेका 95.5% र शौचालयको पहुँच नपुगेका 4.5%। त्यसैगरी आर्थिक क्रियाकलापको अवस्था भनेको छ आर्थिक रूपले सक्रिय जनसङ्ख्या 65.5%, आर्थिक रूपले निष्क्रिय जनसङ्ख्या 34.3%, नखुलेको जनसङ्ख्या 58,079, अक्सर आर्थिक रूपले सक्रिय जनसङ्ख्या 70.35%, अक्सर आर्थिक रूपले निष्क्रिय जनसङ्ख्या 29.65%, अक्सर रोजगार जनसङ्ख्या 93.05% र अक्सर बेरोजगार जनसङ्ख्या 6.95%। सबैभन्दा कम जनसङ्ख्या भएका 5 नगरपालिकाहरू: ठुलीभेरी नगरपालिका डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका डोल्पा, म्याग्दी नगरपालिका सङ्खुवा सभा र लालीगुराँस नगरपालिका तेह्रथुम, धर्मदेवी नगरपालिका तेह्रथुम। सबैभन्दा कम जनसङ्ख्या भएका। सबैभन्दा धेरै जनसङ्ख्या भएका 5 गाउँपालिकाहरूमा बैजनाथ गाउँपालिका बाँके, रामीसोनारी गाउँपालिका बाँके, खजुरा गाउँपालिका बाँके, मायादेवी गाउँपालिका रूपन्देही र भैरवा गैँडाहवा गाउँपालिका रूपन्देही। सबैभन्दा कम जनसङ्ख्या भएका 5 गाउँपालिकाहरूमा नार्पाभूमि गाउँपालिका मनाङ, चाँपे गाउँपालिका मनाङ, लोघेयर दामोदर कुण्ड गाउँपालिका मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ र मनाङ डिस्याङ गाउँपालिका मनाङ। जनसङ्ख्या वृद्धि 2% भन्दा बढी रहेका नगरपालिकाहरू 48 र जनसङ्ख्या वृद्धि ऋणात्मक रहेका नगरपालिकाहरू 69 रहेका छन्। बालबालिकाको जन्मदरता सम्बन्धी अवस्था रहेको छ। जन्मदर्ता गर्ने सङ्ख्या 74%, जन्मदर्ता नगर्ने जनसङ्ख्या 26%। प्रदेशगत रूपमा सबैभन्दा बढी जन्मदर्ता कर्णाली प्रदेशमा 87.3% र कम बागमती प्रदेशमा 67% जन्मदर्ता हुने गरेको छ। नेपालमा बसोबास गर्ने विभिन्न देशका नागरिकको अवस्था: जम्मा नेपाली नागरिक 79.53%, भारतीय नागरिक 0.46%, चिनिया नागरिक 0.01%, भारत बाहेक सार्क देशका 580 जना र अन्य देशका 0.01% रहेका छन्। भिडियोलाई अन्तिमसम्म हेर्नुभयो। कस्तो लाग्यो? सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला र च्यानललाई सब्स्क्राइब